सर्वोच्च अदालतले माग्यो रवि लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दाको कैफियत प्रतिवेदन। उच्च अदालत तुलसीपुर बुटौल इजलासको कैफियत प्रतिवेदन हेरेपछि मात्र रवि लामिछानेलाई थुनामुक्त गर्न मिल्ने वा नमिल्ने बारे सर्वोच्च अदालतले आदेश दिने। दर्शकबिन, सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पूर्वपक्षका लागि जेल चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै केही दिन जेलमा बस्नुपर्ने भएको छ। हिजो सर्वोच्च अदालतका माननीय न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा दुई पक्षबीच बहस भएपछि सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गानाको इजलासले उच्च अदालत तुलसीपुर बुटौल इजलासको कैफियत प्रतिवेदन मगाएका छन्। रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराधमा आफ्नो कुनै पनि कसुर नरहेको भन्दै जेलमुक्त गर्न माग गरेका थिए। रवि लामिछानेले यस्तो जिकिर गरेर निवेदन दिए तापनि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले रवि लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दाको कैफियत प्रतिवेदन माग गरेको छ। के हो कैफियत प्रतिवेदन भनेको? कैफियत प्रतिवेदन भनेको मूल मुद्दा दर्तादेखि उच्च अदालतसम्मको आदेशको विवरण हो, जस अनुसार सर्वोच्च अदालतले रवि लामिछाने विरुद्ध दर्ता भएदेखि उच्च अदालत तुलसीपुरबाट पूर्वपक्षका लागि कारागारमा पठाउन आदेश भएका फाइलहरू मगाएको छ। उक्त फाइलको सम्पूर्ण अनुसन्धान गरेपछि मात्र सर्वोच्च अदालतले आदेश दिनेछ। यसका लागि केही हप्तादेखि 1 महिनासम्म लाग्न सक्नेछ। काँडा उठाउने भन्दा गृहमन्त्री हुँदा क्रसरका पैसा अपुत कमाएर उसले बसेको छ। न त ढलौटी तिर्छ रविले। मैले गल्ती गरेँ होइन भने तिर्नुपर्छ। रविको ढलौटी तिर्न चाहिँ तपाईँ नभन्नुहोस्। रविलाई लाल मुर्जा बोकेर हिँड्ने हामी जान्छौँ भोलि र रविको लागि ल अब किन अन्य बोकेर जाने? रविको लागि अब भोलि हामी जान्छौँ ल। रविको भरोसा हामी तिर्छौँ। सम्भव छैन। रविको तपाईँ हेर्न आउनुहुन्छ 5 रुपियाँ हालेर 3 करोड हालेर तपाईँ सुन्नु न। गोपी कृष्ण ल गोपी कृष्ण रविको लागि अझ नि हामी हाल्छौँ ल। रविको लागि मेरो काभ्रे जिल्ला पनौती हो मेरो रविको लागि पनि हाल्छु। कति पर्छ त्यति हाल्छु। जय गन्ती हो हाल्ने हो। रविले भरोसा रवि पर्दैन। कुनै राज्यको पैसा तिर्नुपर्ने हामी जनताबाट आयो भने रविलाई त्यस्तो मर्का पर्यो भने सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रूपन्देहीले 1 करोड रुपियाँ धरोटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटौल इजलासले उल्टाउँदै पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि रवि लामिछानेले आफूलाई पूर्वपक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटौल इजलासको आदेशका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले उक्त आदेशको बदर गर्न माग गर्दै बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्। यसअघि रवि लामिछानेको मुद्दामा के भएको थियो? गत माघ 6 गते जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले बुटौल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रासोपाका सभापति समेत रहेका रवि लामिछानेलाई पनि प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। सहकारीको रकम अपचलन गरेको कसुरमा कुल 42 जना विरुद्ध मुद्दा दर्ता भएको थियो। ती 42 जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल 1,43,86,02,135 रुपियाँ बिगो माग दाबी गरिएको थियो। त्यसपछि रवि लामिछाने माघ 13 गते जिल्ला अदालत रूपन्देहीमा थुन्चेक बहसका लागि उपस्थित भएका थिए। उक्त थुन्चेक बहस सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीका न्यायाधीश माननीय प्रहलाद कुमार योगीको इजलासले 1 करोड रुपियाँ धरोटीमा छोड्न आदेश दिएको थियो। जिल्ला अदालत रूपन्देहीको उक्त आदेशलाई चित्त नबुझाउँदै सरकारी वकिलको कार्यालय उच्च अदालत तुलसीपुर बुटौल इजलास पुगेपछि उच्च अदालत तुलसीपुर बुटौल इजलासले रवि लामिछानेलाई पूर्वपक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो।